हाई गाइस, वेलकम टु मिनी भ्लग। मेरो फर्स्ट मिनी भ्लगमा सबैलाई स्वागत छ। आज चाहिँ बाहिरमा जानेवाला छु जङ्गलमा दाउरा गर्नको लागि। अनि भाइको पोइन्ट देख्दाखेरि मलाई चाहिँ हाँसो लागेर साथी हो हैन। भाइले जति पोइन्ट माथि लगा भन्दा नि मान्दै नमान्ने के फेरि हैन। हामी चाहिँ खोलामा जाँदाखेरि खोलामा हामीतिर पुल हुन्न, पुलतिर यसो खोलातिर तर जाँदाखेरि यस्तो चिसो नचिसो भएको साथीहरू हैन। तर भाइसँग म चाहिँ बिस्तारै हिँडेर मेरो बन्चर चाहिँ भाइले लगेको थियो अनि भाइको बन्चर हो अनि के लगाउनु भनेर मैले चाहिँ अनि आफै लगेँ हैन। अब साथी हो हामी चाहिँ भाइ र म चाहिँ बाटोमा बिस्तारै गफ गर्दै हैन बाटो भुलाउनु पर्ने हुन्छ। हामी चाहिँ गफ गर्दै बिस्तारै हिँडेर अगाडि गयौँ हैन साथी हो। अब हामी चाहिँ हिँडेर जाँदै त हामी ट्याक्क लाएर चौरमा पुगेको थाहा नै भएन। यस्तो हाम्रो चौर चाहिँ यस्तो ठुलो चौर के फेरि हैन। चौरमा यसो गयो फेरि हैन। चौरमा जाँदाखेरि हाँसोमा भाइ र म चाहिँ कुरा गर्दै ट्याक्क लाएर गयो। भाइ चाहिँ उता जानुपर्ने हुन्छ, भाइको बन्चरो अब चाहिँ मैले लगेर हैन अब हिँड्नुपर्ने हुन्छ अगाडि चाहिँ। अनि हिँड्दै जाँदाखेरि भाइले चाहिँ उता गएर सामान ल्याएर आयो, दाउरा चिर्नको लागि सामान हैन। र फेरि खोला तरेर हामी जानुपर्ने हुन्छ। यस्तो छिट्टो गएर हामी चाहिँ एकदम फास्ट दाउरा गरेर फास्ट घर आउनुपर्ने थियो। हामीलाई चाहिँ जङ्गलमा यताउति रुख खोज्यौँ, काहीँ नि भेटाएनौँ साथी हो। फाइनली हामी चाहिँ रुख भेटायौँ। लास्ट धरेर एउटा रुख चाहिँ त्यो पनि ढलेको रुख चाहिँ भेटायौँ साथी हो। त्यो रुखलाई हामीले चाहिँ अब छेक्नु पर्ने हुन्छ, यसलाई गिन्टा पाडेर हामीले चाहिँ दाउरा चिर्नु पर्ने हुन्छ। यस्तो थाक लाग्यो साथी हो, तर पसिना भयो हैन, गर्मी नै भएको थियो। तर के गर्नु साथी हो, भाइ चाहिँ एकदम थाक्दै नथाकेर भाइले चाहिँ एकदम सकायो। म चाहिँ एकदम धेरै थाकेको थिएँ साथीहरू हैन। म चाहिँ एकदम कमजोरी भएछु के हैन। अब दाउरा नगर्को धेरै भइसकेको थियो साथीहरू हैन। त्यसै गरेर अब भाइ र म चाहिँ यस्तो गरेर दाउरा गर्दाखेरि हैन भाइले चाहिँ नथाकेरै गिन्टायो हैन। तर आज के हो साथीहरू, के आकाशतिर नि यस्तो बादल नै छैन के हैन। यस्तो गर्मी भएको छ साथीहरू। अनि म चाहिँ कपडा खोलेर अनि यस्तो दाउरा गरेर हैन, दाउरा चिर्नै नसकिने कस्तो मुडा नि साह्रो के बाफ्रे यस्तो त कहिले भएको थिएन साथीहरू। तर थोरै दाउरा चिर्यौँ हामीले चाहिँ साथीहरू हैन, धेरै चिर्न सकेनौँ। अब चाहिँ लास्टमा हामीले फाइनल चाहिँ यति दाउरा चिर्यौँ हामीले चाहिँ। अब चाहिँ हामीले घर जानुपर्ने हुन्छ साथीहरू। यति ल